साथीहरू ल आज म सँगै दुनोट बनाऊँ है त। मैले चाहिँ सबैभन्दा पहिला बाटामा थोरै पानी लिएँ, त्यसमा नुन राखेँ, चिनी राखेँ, इस्ट राखेँ अनि इनो पनि राखेँ र त्यसलाई मजाले फिटेँ। त्यो फिटिसके पछाडि त्यसमा चाहिँ थोरै आफूले चालेर सफा गरेको पिठोलाई राखेँ अनि त्यसलाई घोलेँ। राम्रोसँग घोलेर त्यसलाई मुछेर पिठो यसरी तयार भयो। हेर्नुहोस् त, एकछिन छोपेर राख्दा यसरी मजाले फुलेर आउँछ अनि यो दुनोट बनाउन तयार हुन्छ। अनि यसलाई बेलेर मैले रोटीको भन्दा अलिकति बाक्लो राखेँ। त्यसरी राख्दाखेरि खुट्टाको बिर्कोको सहायताले काटेँ अनि त्यसमा फेरि सानो बोतलको बिर्कोको सहायताले नै फेरि सानो प्वाल बनाएँ र मैले यसरी दुनोट बनाउन तयार गरेँ। हेर्नुहोस् त साथीहरू, कति राम्रो दुनोट बनेको छ।